हाई एभ्रिवान, आशा गर्छु तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला। फेरि पनि म तपाईहरुलाई मेरो च्यानलमा स्वागत गर्छु र आजको भिडियोमा चाहिँ अर्को एउटा रेसिपी तपाईहरुसँग शेयर गर्न लागेको छु। त्यो चाहिँ मैले कोही बेला म अल्टरनेटिभली यो युज गर्छु। त्यस के हो भने प्यानकेक, हाई प्रोटिन प्यानकेक युज गर्छु म। सो हाई प्रोटिन प्यानकेक म कोही बेला अल्टरनेटिभली खाने गर्छु। सो तपाईहरुसँग म आज त्यो प्यानकेकको रेसिपी शेयर गर्न लागेको छु। म कस्तो पाराले प्रिपेयर गर्छु र म तपाईहरुसँग आइटम के युज गर्छु, कस्तो पाराले बनाउँछु म तपाईहरुसँग डिटेल शेयर गर्नेछु। र तपाईहरु मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज लाइक एन्ड सब्स्क्राइब गर्नुस् होला। र यो भिडियोलाई तपाईलाई मन पर्यो भने लाइक एन्ड कमेन्ट पनि गर्न सक्नुहुन्छ। स्टार्ट गर्नेछु भिडियो, लेट्स गो। सो 10 to 15 ग्राम्स हाम्रो ड्राई नट्स छ, अनि त्यसमा किसमिसहरु पनि मिक्स छ, अनि 3 पिस हाम्रो खजुर डेट्स छ, अनि म युज गर्दैछु एउटा होल एग अनि एउटा होल बनाना, अनि एप्रोक्स 30 ग्राम जस्तो हाम्रो ओट्स छ, अनि 20 ml हाम्रो मिल्क र 1.5 स्पुन टेबल स्पुन चानाको सत्तु मैले युज गरेको छु। सो यति हामीले युज गरेर चाहिँ हामी ब्लेन्ड गर्नेछौँ, अनि यसलाई स्मुदी बनाउने छौँ फर्स्ट। सो फर्स्ट चाहिँ हामी हार्ड आइटमहरूलाई हामी ब्लेन्ड गर्नेछौँ। सो ड्राई नट्स अनि यो हाम्रो ओट्सलाई हामी ब्लेन्ड गर्नेछौँ। हामीले हार्ड आइटम यसलाई हामी पाउडर बनाउनेछौँ। त्यहाँदेखि हामी यो अरू आइटम हामी मिक्स गरिकन फर्स्ट चाहिँ हामी यसलाई पाउडर गर्नेछौँ, त्यहाँदेखि हामी अरू आइटम युज गर्नेछौँ। कलर ग्यास हाम्रो पाउडर भइसकेको छ र अब चाहिँ हामी अल आइटम सबै मिक्स गर्नेछौँ, त्यहाँदेखि चाहिँ हामी ब्लेन्ड गर्नेछौँ। यसलाई स्मुदी बनाउनु छ यसको। सो गाइस अब हामी यसलाई अब हामी ब्लेन्ड गर्नेछौँ, त्यहाँदेखि चाहिँ हामी यसको स्मुदी बनाउनेछौँ। गाइस यो चाहिँ हाम्रो थिक स्मुदी रेडी भइसकेको छ। अब चाहिँ हामी प्यानकेक बनाउनेछौँ यसको। चाहिँ मजाको भएको छ हाम्रो स्मुदी। सो अब चाहिँ हामी यसलाई प्यानमा प्यानकेक बनाउनेछौँ। अब लो फ्लेममा हामी प्यानकेक रेडी गर्नेछौँ। सिनेमन पाउडर, दालचिनी, सो यो लगाइकन अनि हनी हालिकन तपाईहरु लिन सक्नुहुन्छ।